Hello guys, get ready with me and आज चाहिँ म लगन हिल जाँदैछु साथीसँग किनभने साथीले ल्यासेस र नेलको चाहिँ ट्रेनिङ लिइरहेको छ द्याट्स वाइ म नि जाँदैछु सो म ब्रस गरेर मुख धोएर खाना खाएर ब्रस गरेको हो सो यहाँ अब एकदम रमाइलो एक्साइटेड भइरहेछु म जान पाएँ भनेर सो फर्स्टली चाहिँ मैले मोइस्चराइजर लगाएँ अनि 9:51 भइसकेको थियो क्या अनि म चाहिँ यस्तो ढिला भयो भन्दै बसिरहेको थिएँ होइन अनि फेरि मस्कारा लगाएँ एन्ड देन त्यहाँपछि चाहिँ अब यस्तो अब मस्कारा भोल्युम कति आएको छ कि छैन भनेर देखाएँ एन्ड देन आई सेडो लगाएँ बिकज अब कहीँ जानुपर्छ भने त अलि मेकअप गरेर गयो भने त अलिक कन्फिडेन्ट आउँछ नि त अनि सो मैले चाहिँ आज धेरै ढिला गरेँ बिकज बिहानै उठेर नुहाइधुवाइ गरेर खानासाना खाएर ढिला भइसकेको थियो सो टाइम पनि थिएन अनि छिटो रेडी भइरहेको थिएँ अनि साथीले चाहिँ म आइसकेँ टोकेलमा आऊ है तिमी भनिसकेको थियो कि अनि घर भएको कि अनि ल अब भएन छिटो रेडी हुनु पऱ्यो भनेर छिटो मेकअप गर्दै थिएँ एन्ड मेकअप गरेँ अनि यो चाहिँ मेरो आउटफिट सो जुन मलाई कम्फर्टेबल लाग्छ मैले त्यही लगाएँ अनि लास्टमा चाहिँ सनस्क्रिन त लाउनु भुल्नै हुँदैन गाइज होइन सनस्क्रिन त इज द मोस्ट इम्पोर्टेन्ट भन्दा नि हुन्छ होइन अनि म चाहिँ बाई भन्दै थिएँ अनि कपाल नै कोर्नु पऱ्यो नि त मैले कपाल जसरी कोरेँ होला होइन यो एडिट गर्ने बेला मैले यति धेरै काटेँ होइन अनि पर्फ्युम पनि लगाएँ बाई